हेर्नुस् नेपालीमा हामीले एउटा म्याट्रिक्सको डिटरमिनेन्ट कसरी क्याल्कुलेसन गर्छौं। अब सबभन्दा पहिले हामीले मोडमा गएर म्याट्रिक्स सिलेक्ट गर्ने। अब म्याट्रिक्स ए पछि हामीले फेरि यो म्याट्रिक्स कुन साइजको भनेर हामीले फेरि म्याट्रिक्स सिलेक्ट गर्ने। अब म्याट्रिक्सको कम्पोनेन्टहरु 8 इक्वल टु 8 इक्वल टु -3 इक्वल टु 0 इक्वल टु 3 इक्वल टु -9 इक्वल टु 2 इक्वल टु 0 इक्वल टु 2 इक्वल टु -10। अब यो भयो हाम्रो म्याट्रिक्सको हामीले पुट गर्यौं हैन। त्यसपछि हामीले यसलाई यसै गराइदिएर शिफ्ट थिच्नुस्। शिफ्ट पछि 4 थिच्नुस्। अब हामीले के गर्ने, यसको डिटरमिनेन्ट क्याल्कुलेट गर्नु छ 7 थिच्नुस्। 7 पछि फेरि हामीले शिफ्ट थिचेर 4 शिफ्ट 4 पछि अब हामीले कुन म्याट्रिक्स हो, म्याट्रिक्स ए को, दैट मिन्स 3। अब यसलाई क्लोज गरेर आन्सर 598। थ्यांक यू।